आज चाहिँ म खाप्से बनाउन गइरहेको छु। खाप्से बनाउन चाहिने सामानहरू चाहिँ म यसरी तयार पार्दैछु। सुरुमा मैले मैदा तयार पारेँ, त्यसपछि थोरै ज्वानो, घिउ चाहिँ हामीले आफ्नो स्वाद अनुसारले जति धेरै हाल्यो त्यति मिठो हुन्छ। नुन हाम्रो स्वाद अनुसारले। सबै हालिसकेपछि म यसरी मिक्स गर्दै गएँ। मिक्स गरिसकेपछि मैले घिउलाई तताएर पिठोमा मिसाएँ। त्यसपछि हामीले यो सबै पिठो चाहिँ घिउ र पिठोलाई मुसिसक्नुपर्छ। यसरी मुसिसकेपछि मैले यता चिनी र तातो पानी घोलेर राखेको छु तताएर। त्यसलाई चाहिँ हामीले यसरी हालेर फेरि बुरबुर चलाउन थाल्ने। हामीले पिठो चलाउँदै पिठो चाहिँ एकदम नरम हुँदै जान्छ। पिठो यसरी नरम हुँदै गएपछि चाहिँ हामीले त्यसरी बल लाएर मुसिसकेपछि चाहिँ हाम्रो पिठो चाहिँ यसरी हातमा नटाँसिने हुन्छ। तर यो बनाउँदाखेरि पिठो मुस्ने मान्छे चाहिँ एकदम बलियो चाहिन्छ। धेरै गाह्रो हुन्छ यतिको पिठो बनाउनलाई। पिठो बनाइसकेपछि मैले यसरी केही समयको लागि बाफिनलाई राखेर छोडिदिएँ। छोडिसकेपछि मैले यता चुलोतिर आगो फुक्दै अरू साथीहरूले चाहिँ यसरी तयार पार्दै गए। बुट्टाहरू चाहिँ हामीले हाम्रै इच्छा अनुसारले आफूले जस्तो जानेको त्यस्तै बनाउन सकिन्छ। हामीले यसरी बेल्दै जाने। धेरै पातलो भयो भने नि राम्रो हुँदैन। ठिक्क आफूलाई चाहिने सम्मको मात्रै बेल्ने। त्यसपछि चाहिँ हामीले आफ्नो इच्छा अनुसारको बुट्टाहरू काट्न सकिन्छ। हामीले यसरी आफ्नो इच्छा अनुसारको बुट्टा जस्तो जानेको त्यस्तो आगोले बनाउन सकिन्छ। अनि त्यतिखेर चाहिँ हामीले यसरी तयार पार्दै गए। सानो आगोमा पुलपुलाउँदै पकाउनु पर्छ यसलाई। अनि मेरो खाप्से